बिरह पोखिरहे जस्तै लाग्छ, साथ खोजिरहे जस्तै लाग्छ ती पुरानो पानी परेर चाहिँ भर्खर रहिएको छ। निकै सुन्दर अनि उज्यालो देखिरहेको छ। पारी पारीतिर बादलको घुम्टोहरू ढपक्क छोपेको छ। डाँडा काँडा नमस्कार अनि सेवा तपाईँ सबैलाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। अनि म चाहिँ छु अहिले जङ्गलमा। यहाँ देखिराख्नु भएको छ यो जङ्गल भर्खरै पानी परिसकेर अहिले रहिएको छ। दिन अलिकति खुलिएको छ। म चाहिँ यो प्लास्टिक सँगै छु। यता पटानीहरू पनि लगाएको छु। अनि आज चाहिँ म एउटा छोटो भिडियो बनाउँदैछु। मेरो साथमा मोबाइल थियो अनि त्यही भएर चाहिँ नि आज लामो समय पनि भयो। अनि यो बर्खाको सिजनको यो भिडियो तपाईहरुलाई देखाउँदैछु। अनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अनि बेल आइकनलाई क्लिक गर्न पनि नभुल्नु होला। बर्खा लागिसकेको छ। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। भर्खर पानी परेर रहिएको छ। सबै पारी अझै पानी आउनै लागिसकेको छ। पारी हेर्नुहोस् त। पारीबाट फेरि पानी आउँदैछ मडारिएर। म चाहिँ यहाँ ओरतिर छु, यहाँ जङ्गलतिर छु। तपाईहरुलाई म यो छोटो भिडियो देखाउँदैछु है त। बर्खा लागिसकेको छ। यसरी पटानी अनि प्लास्टिक ओढेर हिँड्नुपर्ने हुन्छ। पानी आयो भनेर घरमा बसिराखेर पनि हुँदैन। गाउँले लाइफ। म चाहिँ यतिखेर बाटोमा छु। सबै जङ्गलहरू पलेको छ, हरियो परियो। अनि आज चाहिँ मेरो साथमा मोबाइल थियो, त्यही भएर आज छोटो भिडियो बनाउनु पर्यो भनेर चाहिँ मैले यो भिडियो बनाउँदैछु। हिँड्दै अहिले फेरि पानी आयो भने यो भिडियो चाहिँ यही नै एन्ड हुन्छ। गाह्रो छ। गाउँले लाइफ भनेको चाहिँ यस्तै हुन्छ है। पानी आयो भनेर चाहिँ ल आज पानी आयो म चाहिँ घरमा बस्छु भनेर हुँदैन। किनभने गाई बस्तु पालिसकेपछि त्यसलाई घाँस लाउनु पर्यो। अनि अब यो बर्खा सिजनमा चाहिँ नि हर कुरा रोप्ने चिजहरूदेखि लिएर सबै कुराको चाहिँ नि यतिखेरै मेन सिजन हुन्छ। त्यसो हुँदाखेरि चाहिँ हामीले घरमा बस्ने पाउने चान्स नै हुँदैन। गाह्रो छ। ल हेर्नुहोस् त, सबै हरियो परियो पलाएको छ। हिजोअस्ति भर्खर काटेको अम्लिसोको टुसाहरू मजाले आउन थालिसकेको छ। यहाँ माथिसम्म सबै तपाईहरुलाई मैले देखाउँदैछु। ल उँभोतिर हेर्नुहोस् त, सबै अम्लिसोहरू पलाइसकेको छ। पानी परेर चाहिँ भर्खर रहिएको छ। निकै सुन्दर अनि उज्यालो देखिरहेको छ। पारी पारीतिर बादलको घुम्टोहरू ढपक्क छोपेको छ। डाँडा काँडाहरू। अनि यतिखेर चाहिँ धेरै बेर पानी आएर रोकिएर होला। सफा अनि हरियो जस्तो लागिरहेको छ। खुल्ला अनि लामो समय पछाडि खुलेको जस्तो भइरहेछ कि। हेर्नुहोस् त कति हरियो जङ्गलहरू देखिँदैछ। जति पनि देखिएको यो खाली ठाउँहरू हो, यो सबै अम्लिसो बारीहरू हो। माथि बादलहरू ढपक्क आकाश अनि ती डाँडाहरू क्षितिजहरू ठपक्क जोडिए जस्तो देखिरहेको छ। ल हेर्नुहोस् त कति सुन्दर लाग्छ दृश्यहरू। यो चाहिँ भर्खर पानी आएर रोकिएको छ। अनि मलाई एउटा छोटो भिडियो बनाउने क्रममा चाहिँ मलाई पुरानो एउटा मैले लेखेको कविताको याद आयो। त्यो कविता चाहिँ सुविधाको सहरहरू खोज्दै बसाइ सराई गर्ने क्रममा चाहिँ नि गाउँहरू धेरै रितिएका छन्। मैले धेरै अगाडि एउटा चाहिँ युट्युबमा यो पश्चिम साइडको खोइ कुन चाहिँ गाउँ हो मैले बिर्सेँ नाम चाहिँ, त्यहाँ बसाइ सराई गर्ने क्रममा 2 घर मात्रै छोडिएको त्यो गाउँको त्यो एउटा भिडियो हेरेको थिएँ। त्यतिखेर लेखेको एउटा कविता चाहिँ तपाईहरुलाई म सुनाउन चाहन्छु आज। त्यो कविता मैले कति बिर्सेको हुनसक्छ शब्दहरू, त्यो चाहिँ मिलाएर तपाईहरुले सुनिदिनु होला। कविता चाहिँ बसाइले रितिएको गाउँ भनेर एउटा शीर्षकमा चाहिँ मैले एउटा कविता लेखेको थिएँ। बसाइले रितिएको गाउँ। बिरह पोखिरहे जस्तै लाग्छ, साथ खोजिरहे जस्तै लाग्छ ती पुरानो जीर्ण घरहरूले, घर छेउमा रोपेको इन्द्रकमल फुलहरूले। घरको सिकुवा अनि पेटीहरू जङ्गलले ढपक्कै छोपेछ। जङ्गलसँग लड्दै अलि माथि पुगेर एक थुङ्ग फुल फुल्न सफल भएछ कठै इन्द्रकमल फुल। बस्नेबाट फर्किँदा बिसाउने चौतारीहरू एक्लो भएका छन्।
चाम्लिङ खर्काको घाँसिलो पाखाहरू बेन्द्रवन भएका छन् कठै बसाइले रित्तिएको गाउँको। मादलको तालसँगै गीतको भाकाहरूले रमाइलो हुने ती गाउँमा सन्नाटा छाएका छन्। कठै न्याउली चरी र कोइलीहरूले बिरह पोखिरहेछ। दरिद्रकै कारणले छोडिएको एक घर साइलाको घर एक्लो भएको छ। साइलालाई कसैले साइला भनेर बोलाइदियोस् जस्तै लाग्छ, कसैले परमा भनिदियोस् जस्तै लाग्छ। कठै कसले भन्ने उसलाई साइला र कसले भन्ने परमा। बसाइले रित्तिएको गाउँमा साइला भन्छ, हे सहर के देखाइ लाग्यौ मान्छेको हुलहरू, रुँदैछन् बेस्या फुलहरू। सुनेको छु गाउँ छोडेर सहर पस्नेहरू निकै बिरामी परेको खबर नपरोस् पनि कसरी। यो चिसो हावा अनि स्वच्छ वातावरण रमाउने ती मान्छेहरू। साइला भन्छ, फर्काइदेऊ हे सहर ती गाउँलेहरूलाई। यहाँ चिसो हावा र स्वच्छ वातावरणले स्वागत गर्न आतुर छ। मलाई फेरि त्यो पुरानै रमाइलो सुन्दर गाउँ बनाउने मन छ। हस् त, धन्यवाद साथीहरू। पानी पनि अब आउनै आँटिसकेको छ। अब त्यस्तो विशेष खास भिडियो पनि थिएन, तर पनि एउटा छोटो भिडियो बनाएँ। भिडियोलाई अन्त्यसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन, सब्सक्राइब भने गरिदिनुहोस् ल। अनि फेरि अर्को भिडियोमा भेट्ने बाचा साथ तपाईँहरू सबैसँग छुट्न चाहन्छु। हस्त, नमस्ते, बाई।